तपाई पनि महाराजगञ्ज नर्सिङ क्याम्पसको होस्टेल जोइन गर्न चाहनुहुन्छ र त्यहाँको होस्टेल लाइफ कस्तो हुन्छ भन्ने बारेमा जान्न चाहनुहुन्छ भने कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला। हेलो एभ्रिवान, इट्स मी अभिज्ञा दाहाल, अ रिसेन्ट BSN फ्रम महाराजगञ्ज नर्सिङ क्याम्पस। आज म तपाईलाई MNC को होस्टेलको सम्पूर्ण टुर दिनेछु, जस्तै होस्टेलको रुमहरुको, त्यसपछि त्यहाँको मेसको, त्यहाँ हुने फ्यासिलिटिजहरुको, एडमिसन प्रोसिजरको बारेमा सम्पूर्ण जानकारी दिनेछु। अन्तिमसम्म हेर्नुहोला। महाराजगञ्ज नर्सिङ क्याम्पसको होस्टेल 2042 BS अर्थात् जुन वर्ष क्याम्पस सञ्चालन भएको थियो त्यही वर्षदेखि सुरुवात भएको हो। होस्टेलमा 2 वटा 4 तल्ले बिल्डिङहरू रहेका छन्, जसमा हरेक कोठामा 2 जना विद्यार्थीलाई राख्ने क्षमता रहेको छ। टोटलमा होस्टेलको क्यापेसिटी 286 जना स्टुडेन्टलाई राख्ने सक्ने बनाइएको छ। 2 वटा ब्लक, नर्थ ब्लक र साउथ ब्लक रहेको यो होस्टेलमा ग्राउन्ड फ्लोरमा चाहिँ होस्टेलको वार्डनको क्वार्टर पनि रहेको छ। सँगै पछिल्लोतिर चाहिँ विद्यार्थीको लागि पनि रुम रहेको छ। अनि होस्टेलको फ्यासिलिटिजमा चाहिँ मेसको फ्यासिलिटिज पर्छ र अर्को चाहिँ सिक रुमको अभाइलेबिलिटी पनि रहेको छ। हरेक कोठाहरू डबल बेडेड रहेका छन् र हरेक फ्लोरमा बाथरुम, लन्ड्री र टोयलेटको सुविधा रहेको छ। हरेक फ्लोरमा 4 वटा बाथरुम छ, 4 वटा टोयलेट छ र 4 वटा लुगा धुने धाराहरू रहेका छन् र सँगै 4 वटा बेसिनहरू पनि रहेका छन्। होस्टेलको अन्य सुविधाहरूमा होस्टेलमा 24 घण्टा वाइफाई अनि पानी र बिजुली बत्तीको सुविधा रहेको छ। होस्टेलमा बस्ने विद्यार्थीहरूको मनोरञ्जनका लागि त्यहाँ एउटा टेलिभिजन छ मेसमा र खेलकुद सामग्रीहरू पनि केही सामग्रीहरू रहेका छन् र खेल खेल्ने मैदान पनि ठिकै चौरी चाहिँ छ र रुगा सुकाउने पनि राम्रो व्यवस्थित ठाउँ रहेको छ। यी सबै सुविधाहरूले विद्यार्थीको जीवन आरामदायी र सहज बनाउँछ। होस्टेलको मेसको कुरा गर्नुपर्दा त्यहाँको मेस विद्यार्थीले नै सञ्चालन गरेको मेस हो। त्यहाँ मेसमा बस्दाखेरि पहिलो 1 हप्तामा जस्तो पुस महिनामा जानुभएको छ भने पुस महिनाको लागि तपाईले फर्स्ट 7 डेजमा 2500 पेमेन्ट गर्नुपर्छ खानाको लागि। त्यसपछि तपाईले हरेक दिन 2 छाक, बिहान 7 बजेदेखि 9 बजेसम्म बिहानको खाना र बेलुका 7 बजेदेखि 9 बजेसम्म बेलुकाको खाना खान सक्नुहुन्छ। यो बाहेक अरु खाजाको पैसा चाहिँ तपाईले आफै छुट्टै तिरेर होस्टेलको क्यान्टिनमा खान सक्नुहुन्छ। अनि होस्टेलको मेस विद्यार्थीले नै आफै सञ्चालन गर्ने भएको भएर के खाने भनेर तपाईको क्लासबाट 2 जना रिप्रेजेन्टेटिभ हुनुहुन्छ। हरेक महिनामा उहाँ रिप्रेजेन्टेटिभहरूले चाहिँ गएर यो खाने भनेर अर्डर गर्नुहुन्छ। अनि त्यही अनुसार हरेक महिना खाना पाक्छ। सबैको पालो आउँछ डाइट मेम्बर हुने। एउटा जिम्मेवारीपूर्वक काम पनि हो। त्यसले तपाईलाई फाइनान्शियल म्यानेजमेन्ट गर्नका लागि पनि हेल्प गर्छ। खाना पकाउने कुकहरू चाहिँ 15 दिनको रोटेसनमा काम गर्नुहुन्छ। 15 दिन एउटा ग्रुपले काम गर्नुहुन्छ भने 15 दिन अर्को ग्रुपले काम गर्नुहुन्छ 1 महिनाको। आवश्यकता अनुसार विद्यार्थीको जस्तो तातो पानी पनि त्यहाँ फ्यासिलिटी राखिएको छ। तातो पानी ताताउने भाँडो छ, त्यहाँबाट तपाईहरुले पानी झिकेर खान सक्नुहुन्छ, लिएर जान सक्नुहुन्छ। रुममा फ्रिज पनि छ एउटा, तर त्यो मेसकै पर्पजका लागि युज हुन्छ। खाने पानीको लागि चाहिँ एउटा आरओ फिल्टर छ। त्यो आरओ फिल्टरबाट 2टा धारो आउँछ। त्यो धारोबाट चाहिँ तपाईहरुले भरेर आफ्नो रुममा लिएर जान सक्नुहुन्छ। हरेक फ्लोर वाइज चाहिँ यो सुविधा छैन। मेस चाहिँ अब तपाईले रातिको समयमा पनि ओपन हुन्छ। खाना खाने पकाउने ठाउँ चाहिँ हुँदैन। त्यो जुन मेसको एरिया छ नि, बेन्चहरु राखेको, त्यो एरिया चाहिँ ओपन हुन्छ। एकचोटीमा 100 जना विद्यार्थीलाई राख्न सक्ने एकोमोडेसन भएको त्यहाँ मेसमा चेयर्सहरु छ। कुक र मेसमा काम गर्ने स्टाफलाई बसाउनका लागि त्यहाँ छुट्टै अर्को बिल्डिङमा, हाम्रो होस्टेलको बिल्डिङको अर्को छेउको एउटा बिल्डिङमा क्वार्टर पनि प्रोभाइड गरिएको छ। होस्टेलको व्यवस्थापन गर्ने भनेको होस्टेलको वार्डेनले हो। वार्डेनको अन्डरमा 2 जना होस्टेलको हाउसकिपरहरू हुनुहुन्छ। उहाँहरूले चाहिँ दिनभरिमा तपाईहरुको हेर्नुहुन्छ भने होस्टेल वार्डेन चाहिँ तपाईसँग राति पनि त्यही क्वार्टरमा बस्नुहुन्छ र केही आपत पर्दाखेरि उहाँसँग सम्पर्क गर्न सकिन्छ। अनि होस्टेलमा सेक्युरिटी गार्डहरू पनि दिन रात दुवै बेलामा हुनुहुन्छ, त्यहाँ बस्नुहुन्छ।
होस्टेलमा बस्नका लागि तपाईले होस्टेल वार्डेनलाई एउटा लिखित निवेदन लेख्न पर्छ। निवेदन चाहिँ स्वीकार्नुहुन्छ र यदि रुम अभाइलेबल छ भने तपाईलाई अलर्ट हुन्छ। रुम अलर्ट हुने बेसिस भनेको चाहिँ तपाईको पढ्ने स्तर, जस्तो बीएससी नर्सिङ पढ्दै हुनुहुन्छ भने तपाईलाई प्राथमिकता हुन्छ इन कम्पेरिजन टु बीएनएस पढ्ने स्टुडेन्ट। अनि तपाई यदि मास्टर्स हुनुहुन्छ भने तपाईलाई लेस प्राथमिकता हुन्छ। तपाईको घर कतिको टाढा छ, जस्तो यही काठमाडौँ भ्याली भित्रै घर छ कि या भ्यालीबाट बाहिरबाट आउनु भएको पढ्न, अब भ्यालीबाट बाहिर आउनेलाई बढी प्राथमिकता हुन्छ इन कम्पेयर टु जसको घर भ्यालीमै छ। होस्टेलको सरसफाई गर्नका लागि टोटलमा 4 जना स्टाफ हुनुहुन्छ, उहाँहरूले सफा गर्नुहुन्छ। तर सबैभन्दा प्रमुख जिम्मेवारी भनेको चाहिँ त्यहाँ होस्टेलमा बस्ने मान्छेको हुन्छ। हामीले चाहिँ आफ्नो आफ्नो ठिक ठाउँमा त डस्टबिनहरू राखेको छ, जस्तो बायोडिग्रेडेबललाई एक ठाउँमा र नन बायोडिग्रेडेबललाई एक ठाउँमा छुट्याएर राख्यौँ भने त्यो उहाँहरूले चाहिँ सफा गरेर लिएर जानुहुन्छ र डिस्पोज गर्नुहुन्छ। आफ्नो रुम चाहिँ आफैले सरसफाई गर्न पर्छ। होस्टेलमा बस्ने विद्यार्थीहरूले केही नियमहरू पालना गर्नुपर्ने हुन्छ। जस्तै 1 नम्बरमा लेखिएको छ, छात्रावासमा बस्ने अनुमति पाई नाम दर्ता भएका विद्यार्थीहरू मात्र यस छात्रावासमा बस्न पाइनेछ। भनेको बाहिरको तपाईको बाबा मम्मीहरूले आफ्नो तपाई बस्ने होस्टेल हेर्न पनि पाउनु हुँदैन। मेरो नि पाउनु भएको थिएन है। मेरो मम्मीलाई एकदमै धेरै कम्प्लेन छ, एकदमै डिसस्याटिस्फाइड हुनुहुन्छ मेरो मम्मीले होस्टेल हेर्न पाउनु भएन भनेर। दोस्रो नम्बर, छात्रावासमा बस्न आउने नयाँ छात्राहरूले ल्याउनु पर्ने आवश्यक कागजातहरू के लिएर आउनुपर्छ त? छात्रावासको रकम तिरेको बिलको फोटोकपी, छात्रावास बस्ने विद्यार्थीको फोटोको 2 प्रति, अभिभावकको फोटोको 1 प्रति, पासपोर्ट साइजको, छात्रावास बस्ने निवेदनमा क्याम्पस प्रमुखको तोक लगाएपछि 1 प्रति फोटोकपी, छात्रावास बस्ने विद्यार्थीको अभिभावकको मन्जुरीनामा छात्रावास नियमअनुसार घर पठाउनको लागि। अनि छात्रावासमा आउँदाखेरि के लिएर आउने त? छात्रावास बस्दाखेरि डसना, तन्ना, तकिया, ब्ल्याङ्केट, सिरको खोल सहितको पर्दा दिँदैन होस्टेलले। तपाईले आफै आफ्नो घरबाट बोकेर लिएर आउनुपर्छ डसना सहित है। डिनर प्लेट, गिलास, चम्चा, कचौरा। मेस भने पनि त्यहाँ बफे सिस्टम हुन्छ। तपाईहरुले आफ्नो खाना आफै पस्केर खाने हो, खाने आफ्नै प्लेटमा हो, त्यहाँ प्लेटहरु पनि छैन। अनि आफ्नो भाडा आफैले माझ्ने हो। त्यसैले इट्स मोर लाइक होम घर जस्तै छ। अनि थर्मस, आइरन, टर्च लाइट, बल्ब चाहिन्छ है साथीहरु, केही पनि हुँदैन। प्लास्टिकको बाटा, मग, बाल्टिन, कुचो। अनि यो चाहिँ अब आफूलाई चाहिने हेल्थको लागि हो। यो चाहिँ बीपी सेट, डिजिटल थर्मोमिटर, अनि केही मेडिसिन्सहरु पनि ल्याउँदा हुन्छ, जस्तो प्यारासिटामोल, प्यान्टप, अनि डायरियाको लागि त्यस्तो ओआरएस भनौं। छात्रावासको मेस सम्बन्धमा, छात्रावासमा बस्ने विद्यार्थीहरुको मेसमा नाम स्वतः इन्ट्री हुनेछ। भनेको यु डोन्ट ह्याभ चोइस। तपाई होस्टेल बस्नुहुन्छ भने होस्टेलको मेसको खाना खानै पर्छ। छात्रावासमा बस्ने विद्यार्थीहरुको मेस सञ्चालन विद्यार्थी स्वयंले गर्नुपर्नेछ। वार्डेन, हाउस मदरले हरेक महिनाको डाइट मेम्बरको नेम लिस्ट, बीएससी फर्स्ट इयर सबैको गरेर 2-2 जना गरी जम्मा 8, र बीएनएस बाट 2-2 जना गरी जम्मा 6 जना, र एमएन बाट 1-1 जना गरी जम्मा 2 जनाको नाम नोटिस बोर्डमा टास्नुहुन्छ। भनेपछि टोटल कति जना डाइट मेम्बर हुनुभयो? 8 + 6 + 2, बुझ्नुभयो? 8 + 6 14 15 16 जना एउटा महिनामा डाइट मेम्बर हुन्छ। अघि पनि मैले भनेको थिएँ। मेसमा नाम इन्ट्री भएपछि 1 दिन मात्रै खाना खाए पनि पुरै पैसा तिर्नुपर्ने। यदि केही कारणवश 1 हप्तासम्म खाना खान मिलेन भने निवेदनमा कारण लेखी सो हप्ताको छुट गर्न सकिनेछ। केही कारणले, जस्तो केही विशेष कारणले घर जान पर्यो अथवा रिसर्चको कामहरु हुन्छ, केही काम हुन्छ के, त्यस्तो काममा चाहिँ छुट दिन्छ। तर अब 1 दिन खान्छु अर्को दिन खान्न भन्न चाहिँ पाउँदैन, पैसा तिर्नै पर्छ। छात्रावासमा खाना खाने समय अघि भन्छ के 7 देखि 9, बिहान बेलुका पनि सेम हो। छात्रावासमा अनावश्यक हल्ला गर्ने, ठुलो स्वरले बोल्ने वा रेडियो बजाई अरूलाई बाधा हुने कार्य गर्न पाइने छैन। फिल्ड जाँदा छात्रावासको डसना तथा अन्य अफिसियल सामानहरू लग्न पाइने छैन। के भनेदेखि नि कुनै रुममा चाहिँ कहिलेकाहीँ अक्कल झुक्कल पाइन्छ क्या डसना। मेरो रुममा पनि थियो, मैले आफ्नै घरबाट लगेको थिइनँ। अनि त्यो चाहिँ होस्टेलबाट लिएर जान पाउँदैन।
होस्टलमै राख्नुपर्छ। अफिसमा छात्रावासको वातावरण स्वच्छ सफा र हराभरा कायम राख्न प्रत्येक विद्यार्थीको कर्तव्य हुनेछ। छात्रावास र क्याम्पसको हाताभित्रको फलफुल साथै कुनै बिरुवा टिप्न पाइने छैन। अनि अफिसमा आउँदा तथा छात्रावासमा बस्दा फर्मल लुगा लाउनु पर्नेछ, भनेको हाफ सर्ट्स अनि त्यसपछि स्लिभलेस त्यस्तो चाहिँ लाउन पाइँदैन, र फर्मल ड्रेस भनेको माथि पनि फुल तल पनि फुल भनौँ न त्यस्तो लाउन पर्छ। रुम तथा रुम पार्टनर आफू खुसी चेन्ज गर्न पाइने छैन। गर्न मन लागे केही कारण खुलाइकन आफ्नो होस्टेल वार्डनलाई एप्लिकेसन लिएर बल्ल चेन्ज हुन पाउँछ। केही इस्यु छ भने पाउन चाहिँ पाउँछ, तर लेख्न चाहिँ पर्छ, नियमपूर्वक गर्न पर्छ। त्यहाँ आफै योसँग बस्दिन उता जान पाउँदैन। छात्रावास बस्ने विद्यार्थी कोही बिरामी भएमा सोको जानकारी ड्युटीमा भएको वार्डन हाउस मदरलाई दिनुपर्छ। छात्रावास बस्ने विद्यार्थी बाहेक नबस्ने विद्यार्थीहरूलाई छात्रावासमा आवत जावत गर्न पाइने छैन। जस्तो तपाईँ होस्टेल बस्नु हुँदैन भने तपाईँ यदि स्कुलकै विद्यार्थी हो भने पनि, त्यही पढ्ने विद्यार्थी हो भने पनि होस्टेलभित्र आउन पाउनु छैन, र तपाईँले अर्को आफ्नो साथीलाई पनि लिएर आउनु पाउनु हुँदैन। अनि समर भ्याकेसन, विन्टर भ्याकेसन हुन्छ नि, अनि दसैँ भ्याकेसन, त्यस्तो बिदामा चाहिँ आफै खुसी चाहिँ त्यहाँ बस्न पाउँदैन। बस्नै परेमा पनि एउटा निवेदन लेखेर कारण खुलाएर क्याम्पस प्रमुखको साइन भएको हुनपर्छ, अनि बल्ल बस्न पाइनेछ। अनि जुन निषेधित सामग्रीहरू हुन्छ त्यसलाई चाहिँ ल्याउन पाउने छैन, जस्तै हिटर, इलेक्ट्रिक जग, रड, गरगहना त्यस्ता सामानहरू चाहिँ ल्याउन पाउँदैन। टु बी अनेस्ट त्यहाँ नुहाउनका लागि तातो पानीको सुविधा छैन। त्यसको लागि हामी के खोज्छौँ त, जाडो धेरै हुन्छ यहाँ, जाडोमा हामी रड ल्याउन खोज्छौँ, तर त्यो म्यामहरूले चेकिङ गर्दै आउनुहुन्छ, अनि भेट्नुभयो भने लिएर जानुहुन्छ। त्यही भएर भरसक नराखेकै राम्रो। बरु एकछिन कसै छर छिमेकी रिलेटिभ्स हुनुहुन्छ भने घर गएर नुहाएर आएको राम्रो। नभए दिउँसोमा चाहिँ पानी एकदम तातो हुन्छ, त्यति बेला नुहाउँदा पनि ठिकै हुन्छ। हामी चाहिँ त्यस्तै गर्थ्यौँ। छात्रावासमा इलेक्ट्रिक सम्बन्धित कम्प्युटर, आइरन र मोबाइल बाहेक अन्य सामानहरू ल्याउन निषेध छ। इन्डक्सन लिएर जान पाइँदैन, हटपट लिएर जान पाइँदैन। अनि नाइट पास भनेको चाहिँ हरेक महिनाको अन्तिम शनिबार तथा सार्वजनिक बिदामा नाइट पास जान पाइनेछ, तर जानुभन्दा एक दिन अगाडि साँझ नै 6 बजेभन्दा अगाडि त्यहाँ अगाडि रजिस्टर आएको हुन्छ, त्यहाँ लेखेर मात्र जान पाइन्छ। अनि यदि बिदा बाहेक अन्य दिनमा नाइट पास जानु परेमा वार्डन अथवा ड्युटीमा भएको कोही हाउसकिपरलाई चाहिँ निवेदन लेखेर भनेर मात्र जान पाइन्छ। बाहिरबाट आउनु पर्दामा चाहिँ 8 बजे गर्मी महिनामा र 7 बजे जाडो महिनामा चाहिँ होस्टेलभित्र आइपुगिसक्नुपर्छ। यो चाहिँ नियममै लेखेको छ। अब लेखेपछि पालना गर्ने परिहाल्यो साथीहरू। यदि केही आपतकालीन अवस्था परेर भनेको केही त्यस्तो परेको छ भने 9 बजेभन्दा अगाडि इन्फर्म गर्न पर्छ, अनि त्यो इन्फर्म गरे अनुसार चाहिँ उहाँहरूले आउन दिनुहुन्छ। समय सापेक्ष नियम परिमार्जन गर्ने अधिकार छात्रावास प्रशासनलाई रहनेछ। जस्तो यहाँ लेखेको नियमहरू पनि के चेन्ज हुन सक्छ, त्यो चाहिँ त्यहीँ गएर अपडेट हुन पर्यो। म आउन्जेलसम्म चाहिँ यो नियमहरू चेन्ज भएको थिएन, हामी पालना गर्दै थियौँ। यही नै रहेको छ हाम्रो महाराजगञ्ज नर्सिङ क्याम्पसको होस्टेलको बारेमा। तपाईँ यदि नयाँ स्टुडेन्ट हुनुहुन्छ भने तपाईँले यो भिडियो इन्फर्मेटिभ भयो नै होला। यस्तै भिडियोहरू अरू चाहनुहुन्छ भने यो भिडियोलाई लाइक गर्नु होला, मेरो च्यानललाई सब्सक्राइब गर्नु होला, र बेल आइकन दबाउनु नबिर्सिनु होला। अनि केही कुरा छुटेको छ भने तपाईले कमेन्ट्समा सोध्न पनि सक्नुहुनेछ, म तपाईको रिप्लाई गर्ने नै छु। थ्यांक यू फर वाचिङ गाइज। बाय बाय एभ्रीवन।